नमस्ते सबै दिदीबहिनी दाजुभाइहरूलाई साथी सङ्गीहरूलाई। अहिले म यो रिडीकोट तल भयो होइन, अनि बेलपाटा बजार माथि यो जाने यो बाटो होइन, पिच बनाएर रहेछ आजभोलि त भयङ्कर राम्रो पिच बनिएको छ। अनि यो चाहिँ हाम्रो पुर्खाले पानी पिने नाउलो होइन, यो नाउलो। अनि यहाँबाट पानी लिएर पिने रहेछन्। अनि चाहिँ आजभोलि त एकदमै डराउनु भएको छ यहाँ मान्छे नपाएर। अनि यो माथि पनि छ भाइ, देखाउनुहोस् त माथि अलि। त्यो माथि पनि छ, त्यो धारो हो हजुर। त्यहाँ हाम्रो नेपालको नेचुरल अनि मिनरल वाटर पाउने ठाउँ हो त्यो होइन। अनि त्यो हेर्नुहोस् न, मान्छे नपाएर कस्तो भएको छ यहाँ प्रत्येकले बनाएको यो ठाउँ होइन, मान्छे नपाएर यस्तो भएको छ। अनि हेर्नुहोस् भाइ, यहाँ भित्र देखाइदिने एकछिन। अनि अनि चाहिँ यहाँको हाम्रो लोकल हुनुहुन्छ यहाँ सरसँग पनि हामीहरू अलिकति गाउँको बारेमा जानकारी लगाउँ। भाइ यता आउने त हजुर, सर यता फर्किनु, उज्यालो आउँछ उता यता आऊ। अहिले नेपालमा अहिले हजुरले के चिज अछामको बारेमा ल, यो हाम्रो चाहिँ सापे नगरपालिका वार्ड नम्बर 7 ऋणीकोट हो। ऋणीकोटको लास्ट एरिया सिमानामा हाम्रा दुईटा, अब तराईको भाषामा कुवा भन्छन्, हाम्रो यहाँ नाउलो भन्छन्। र यो हाम्रो नेचुरल हो, यो प्रकृतिको अटोमेटिक, प्रकृतिबाट नै तलबाट नै अटोमेटिक आएको मूल हो। यो पानी करिब करिब त्यति बेलाको समयमा, अहिले त अब धेरै जस्तो रुख बिरुखहरू नभएको हुनाले सुक्दै गयो, बस्दै गयो। नत्र भने यो पानीले करिब करिब यहाँका 300-400 जना मान्छेलाई कभर गरेको हुन्छ। र बर्खा सिजनमा धेरै आउने, यो हिउँ सिजनमा पानी कम हुने। तर यो अब यो प्राकृतिक जलवायुले गर्दाखेरि अहिले धेरै जसो हाम्रा कुवा र नाउलाका यी पानीहरू सुक्दै गएका हुनाले करिब करिब अब जसरी मान्छे पलायन भएका छन् त्यसरी चाहिँ हाम्रो त्यो कुवा पानीहरू धाराहरू सुक्दै गएका छन्। यो प्रकृतिको विनाशको कारणले पनि हो, यो पर्यावरणको कारणले पनि हो। र मान्छेहरू प्रायः जसो यहाँ छँदै छैन। युवा जेनेरेसनहरू करिब करिब 30 वर्षभन्दा यताका युवा जेनेरेसनहरू सब कोही इन्डिया, कोही अरब, कोही अमेरिका, कोही क्यानाडा, कोही जापान, सब माइग्रेट छन्। भएका खेतीपाती पनि करिब करिब 80% बाँझो छन् र यस्तै भइरहेको छ। तर यो हाम्रो एकदम नेचुरल उसरी भन्ने भनेपछि उस जमानामा हाम्रो जिजुबाजेहरूले यहाँको हावापानी क्लाइमेटको हिसाबले बसेर सुखदुख गरेर बसेका थिए। अब अहिलेको आधुनिक जमाना अनुसार केटाकेटीलाई पढाउनु पर्ने भयो, लेखाउनु पर्ने भयो। अब अहिलेका मान्छेहरू दाल भात तरकारी नभएर अब मान्छेलाई मिठो पनि लागिसक्यो। अब हिजोको दिनमा के थियो भनेपछि आफ्नै जमिनबाट जोतखन गरेर आफ्नै गहुँ, आफ्नै चामल, आफ्नै कोदो, आफ्नै जे छ त्यो उत्पादन गरेर गाई भैँसी पालेर आत्मनिर्भर थिए। अहिले हामी कस्ता छौँ भने यदि कुनै पनि बोर्डर एरियाबाट सिज गरिदिने हो भने हामी करिब करिब 70% हाम्रो चाहिँ आयातित छ र 25% मात्र हाम्रो छ। त एक किसिमको मान्छे पनि नभएको कारणले पनि भयो, उब्जनी पनि नहुने कारण भयो, यो आकाशबाट आउने पानीबाट हुने खेतीपाती हो। तर यो हाम्रो यो ऋणीकोट भनेको अब त्यति बेलाको एउटा चाहिँ यो कोट हो, राजाको दरबार हो। त्यसको नामबाट ऋणीकोट भन्नाले यो भैरथानभन्दा माथि यतातिर छ, त्यो एरियातिर जुन छ नि त्यो देखाइरहेको छ टेलिकमको हो। त्यसको नामबाट नै यो ऋणी रहन गएको हो। पहिलाका 2200-2400 राजाको पालामा एउटा यो कोट थियो र यहाँ धेरै जसो बस्नेहरू ठकुरीहरू, सुवारहरू, कुमालहरू, सुनारहरू, ताम्राकारहरू, भुलहरू, तलतिर नगार्जीहरू अनि विभिन्न थरका जातिहरूको बसोबास सङ्गम स्थल हो। सबै दाजुभाइ भएर मिलेर बसेको ठाउँ हो। अब यो समयले, प्रकृतिले अब यो अहिले एउटा प्रश्न छ हजुरसँग होइन। हजुर त यहाँको जुनो मान्छे, अनि यो के कारण रहेछ यहाँ अछाम ऋणीकोटमा मानिसहरूको कम बसोबास हुँदैछ आजभोलि? सबै मान्छेहरू यहाँ छोडेर जान लागेका छन्, के रहेछ यसको कारण? सबै मेन कारण त के हो भन्दाखेरि अब यो समय परिस्थिति अनुसार उत्पादनको कमी। अर्को कुरो के भन्छ नि, यहाँ रिजर्भ हुने खालको वातावरण छैन। जस्तै भने इन्डस्ट्रिजहरू छैन,
जस्तै उद्योग कल कारखाना हुनु पर्यो, कुनै त्यस्तो खालको प्रोडक्टिभिटी हुन्छ नि, कुनै कुनै ठाउँमा पूर्व एरियामा कस्तो छ, सुन्तलाको एकदम पकेट क्षेत्र छ, जुनारको पकेट क्षेत्र छ, जुम्लामा स्याउको पकेट क्षेत्र छ। हाम्रो यहाँ के छ भन्दाखेरि यो धेरै जसो पाखो जमिन जग्गा हुनाले आकाशको पानीमा भर पर्ने हुनाले अनि त्यसपछि चाहिँ जति दुःख गरे पनि मान्छेलाई चाहिँ आत्मनिर्भर बन्ने खालको खेतीपाती नहुनाले बाध्यता भएर मान्छेहरू यहाँबाट पलायन भएर तराई गए, इन्डिया गए। त्यसरी चाहिँ धन्यवाद सर, हजुरले जो परिचय दिनुभयो। अनि हजुरको परिचय पाउनु? मेरो नाम हो भरत बहादुर स्वार, रेणीकोट वार्ड नम्बर 7। म यो जनता बहुमुखी क्याम्पसमा 32 वर्षसम्म सेवा गर्दै आएको हुँ। 21 वर्षसम्म क्याम्पस सिफ्ट थिएँ। ल धन्यवाद बाबुहरूलाई। धन्यवाद सर, थ्याङ्क यू। जय नेपाल। ल ल।